भ्रष्टाचार भएको छ, छापामारहरूको रगत खाएका छन् यिनले। नेभीमा भ्रष्टाचार भएको छ, क्यान्टोनमेन्ट, त्यो क्यान्टोनमेन्ट काण्ड भनेर अहिले प्रख्यात छँदैछ। त्यसकारण नीति सिद्धान्त नभएको होइन राष्ट्रिय स्वतन्त्र पार्टी, भ्रम फैलाइएको, कतिलाई पढ्ने जागर नभएर साधारण जनतालाई पढ्ने फुर्सद छैन, अनि यिनीहरूको केही पनि छैन, नीति सिद्धान्त उद्देश्य गन्तव्य केही छैन भनेर झुटा प्रचारहरू प्रोपोगन्डाहरू गरिएको छ। हामीले संवैधानिक समाजवादको कुरा गरेका छौँ। संवैधानिक समाजवाद भन्नुको अर्थ संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र सुनिश्चित गर्न सक्ने, निर्माण गर्न सक्ने र संविधानले ग्यारेन्टी गरेका मौलिक हकहरू सुनिश्चित गर्न सक्ने त्यो लोक कल्याणकारी राज्य निर्माणको सपना देखेको हो राष्ट्रिय स्वतन्त्र पार्टी। भ्रष्टाचार मुक्त विधिको शासन, निष्पक्ष न्यायपालिका, नियन्त्रित सरकार, मेरिटोक्रेसी, जान्नेलाई छान्ने, राइट मैन इन राइट प्लेस जस्ता विधिहरूबाट समृद्धिको सपना देखेका हौँ हामी। कहिलेकाहीँ मलाई प्रश्न आउँछ, जान्नेलाई छान्ने भनेको चाहिँ के भनेको खासमा भनेर। एकजना स्वास्थ्य मन्त्रीको मैले अन्तर्वार्ता गर्दै थिएँ टेलिभिजनमा, अनि दबाईको कुरा आयो। ती स्वास्थ्य मन्त्रीले मलाई के भने स्वास्थ्य मन्त्री छ मान्छे, उनले अन रेकर्ड के भने टिभीमा मलाई भने, दबाई त कोरोनाका थुप्रो हुन्छन् होला रमेशजी, मलाई प्यारासिटामोल बाहेक अरू दबाई नै थाहा छैन भने। स्वास्थ्य मन्त्रीलाई प्यारासिटामोल बाहेक अरू दबाई नै थाहा छैन। अनि स्वास्थ्य नीति कस्तो बन्छ देशमा? उही मैले अघि भने जस्तो ब्ल्याक लेटर इक्वल टु पफेल्लो, काला अक्षर भैँसी बराबर। यो प्रथाको अन्त्यका लागि हामीले जान्नेलाई छान्ने त्यो विधिलाई पार्टीभित्र आत्मसात गर्यौं। तपाईले देख्नुभएको होला, समानुपातिक व्यवस्थालाई श्रीमतीपातिक बनाए यिनले। श्रीमती, साली, घरवाली, बारवाली जम्मै समानुपातिक सिटहरू जो लक्षित वर्गका लागि, जो सर्वहारा वर्गका लागि सुनिश्चित गरिएको समानुपातिक प्रणालीलाई श्रीमतीपातिक बनाए। यो भन्दा ठुलो कुनै अपराध हुन सक्छ? हाम्रा समानुपातिक सांसदहरूले